मैले मेरो जीवनमा 100 भन्दा बढी राष्ट्रिय गीतमा संगीत गरे। चाहे इराकमा 12 जना नेपाली मर्दा होस्, चाहे दलितको छुवाछुत सम्बन्धी गीत होस्, कमैयाको गीत होस्, मैले मेरो जीवनमा मनोरञ्जनात्मक संगीत भन्दा विवेकमाथि गरिएको अन्यायका संगीतहरू धेरै गरे। आफू रेडियो प्रस्तुता भएर काम गर्दा 25 वर्षसम्म मेरो कार्यक्रम इन्द्रेणी र लेकबेसीमा राष्ट्रिय गीत सिवाय केही बजाइन। मेरो काम बोल्नु थियो। जसै गरी मेरा अग्रजदायहरू किशोर नेपाल, खगेन्द्र संग्रोलाले आफ्नो जीवन लेखेर बिताउनुहुन्छ, त्यसै गरी मेरो व्यवसाय बोल्नु हो। मैले मेरो जीवनमा राष्ट्र र राष्ट्रको पक्षमा कति कुराहरू बोले त्यो त मेरा श्रोताहरूलाई नै थाहा होला। तर अन्ततोगत्वा विभेदका विरुद्ध, कमैयाका पक्षमा, दलितका पक्षमा, हलियाका पक्षमा, अत्यन्त उत्पीडितका पक्षमा आवाज उठाउँदा आज म निर्वासित जीवन जिउन बाध्य भए। हाम्रो देशको कानून कस्तो कानून! 25औं वर्ष पत्रकारिता गर्दा यो मुलुकको राजनीतिलाई मैले नबुझेको हो र? बुझ्दा बुझ्दै जनताका पक्षमा आवाज उठाउँदै हजारौं निर्दोषहरूलाई यसरी निर्वासित जीवन जिउन बाध्य बनाउनु सरकारको अत्यन्त नालायकीपन हो, अत्यन्त दमन हो। हामी कसका लागि लडेनौं? 46 सालमा प्रजातन्त्रका लागि लडेनौं? हामीले गणतन्त्रका लागि लडेनौं? हामी अहिले आएर पहिचानको पक्षमा लडेनौं? यो विषयगत आवाज कसले उठायो? हामीले केवल पहिचान माग्यौं, देश मागेनौं। देश माग्ने हामीसँग हैसियत छैन, किनकि हामी पनि त्यही झण्डा मुनि छौं। हामीले हरेक कुरालाई स्वीकार्यौं। परिवर्तन गर्नका लागि केही न केही कुराको विषय उठान त गर्नै पर्छ, तर स्वीकार्दै आएको निरंकुशताको न्यायोचित न्याय तपाईले हामीलाई कहिले दिने? हामीले तपाईले तोकेको पोसाकलाई स्वीकार्यौं, तपाईले भनेका जनावरलाई स्वीकार्यौं, तपाईले भनेका फूललाई स्वीकार्यौं, तर मुलुक परिवर्तन हुँदै जाँदा ओहो, सदियौंदेखि बसेका मूलवासीहरूको पहिचान के? लाखौं वर्षदेखि बसोबास गरिरहेका एउटा झुण्डको पहिचानको अस्तित्व खोज्दा निर्वासित हुनुपर्छ र? हामीले टुक्रा टुक्रा पारौं भने होइनौ। हामीलाई पहिचानको परिभाषा राम्ररी आउँछ। हामीले कर्णाली सभ्यतालाई पचाएका छौं, खस भाषालाई राष्ट्रिय भाषा मानेकै छौं। मानौला पनि, तर केही कुराहरूको इतिहासमा विमति भने पक्कै छ। हामीले राष्ट्रिय भाषा स्वीकारिरहँदा हिजोको दिनमा हाम्रा हजुरबा र हजुरआमाले बोल्ने किराँती, लिम्बू, तमु, मगर, थारूहरूको आफ्नो मौलिक भाषा कता थियो? हाम्री हजुरआमाले जुन बेला त्यो भाषा जान्दथिन्, त्यो बेला तपाई आफ्नो भाषालाई लाद्न खोज्दै हुनुहुन्थ्यो। मलाई लाग्छ मेरो 95 वर्षको हजुरआमाले अहिले पनि प्रष्ट नेपाली बोल्न सक्नुहुन्न। उहाँले प्रष्ट थारू भाषा बोल्न आउँछ। हो, त्यो थारू भाषाको पहिचान, अस्तित्व जोगाइदेऊ भनेर प्रश्न मात्रै उठाउँदा आफूलाई लोकतान्त्रिक, प्रजातान्त्रिक भन्ने नेताहरूले हामीमाथि यस्तो अन्याय गर्न मिल्छ? हरेक कुराको छानबिन हुनै पर्छ। गल्ती कुरा हो गलत भन्नुस्, सही कुरा हो सही भन्नुस्, तर हामीले उठाउन खोजेको न्यायोचित मुद्दालाई ओझेलमा पार्ने काम नगर्नुस्। यसले समाज चिडिन्छ, वर्ग चिडिन्छ। थारूले हामी भारतीय हौं, हामी चाइनिज हौं, हामी अमेरिकन हौं भनेर भनेका छैनन्। कुनै किराँती, कुनै लिम्बू, कुनै गुरुङ, कुनै तामसिलिङले हामी विदेशी हौं भनेका छैनन्। यो माटोलाई खनजोत गरेर खाने हजारौं वर्षदेखि बसेका तिनको पहिचानको अस्तित्वमाथि तपाईले धावा बोल्न मिल्छ? आज मधेसी भनेर तपाईले हेप्ने एउटा पाटो समानान्तरीय रूपमा तपाई बिहारी भन्नुहुन्छ। जनकपुरको सभ्यता नेपाली हुने, गौतम बुद्धको सभ्यता नेपाली हुने, गौतम बुद्धको नाममा करोडौं डलर तपाईले खाने, अनि त्यही सभ्यता थरथरलाई जोगाएर बसेका मधेसीहरूलाई तपाईले बिहारी भन्न मिल्छ? बिहारी शैलीको कुनै नेता छ भने कारबाही गर्नुस्, हिम्मत छ भने, तागत छ भने तिनलाई कटघरामा हाल्नुस्, जेलमा हाल्नुस्, तर सोझो आफ्नो माटोलाई माया गरेर बसेका मधेसीलाई बिहारी नभन्नुहोस्।
लाखौं वर्षदेखि बसोबास गर्दै आएका थारूहरूलाई अराष्ट्रिय तत्त्व नभन्नुस्। विद्रोह विस्फोट कहाँबाट भयो, षड्यन्त्रको ज्वारभाटा कहाँ छ, यसको मूल कहाँ छ तपाईलाई थाहै छ। तपाईलाई सम्पूर्ण अपराधीहरू लुकाउन मिल्ने, तपाई सम्पूर्ण अपराधीहरूको झुण्डलाई एक ठाउँमा राखेर उनीहरूलाई संरक्षण गर्न मिल्ने, तर पहिचानको आवाज उठाउनेहरूलाई तपाईले देशद्रोही घोषणा गर्न मिल्छ? आउनुस्, म त पहिचानवादी नेता हो। हिजो कलाकार थिए, हिजो रेडियो प्रस्तोता थिए। मलाई तपाईले गरेको अन्यायको विभेदले अब न्यायोचित नेताको पक्षमा उभ्याइसक्यो। म आफूलाई पहिचानवादी नेता भन्न रुचाउँछु। म पहिचानको पक्षमा डट्छु, लड्छु, सामना गर्छु र मेरो जीवन रहनुन्जेलसम्म मैले पहिचानको पक्षमा आवाज उठाउनै पर्छ। मैले त सांस्कृतिक पहिचान, समावेशी पहिचानका कुराहरू मात्रै गर्न खोजेको हुँ। हामीले विभेदका कुरा उठाउने हो भनेदेखि त भोलि देशमा विद्रोह नहोला भन्न सकिन्न। हामी त्यो चाहन्नौ। हामी शान्तिपूर्ण तरिकाले समावेशी चाहन्छौं। हामीसँग पनि क्षमता थियो डीएसपी बन्ने, डीआईजी बन्ने, सचिव बन्ने, जर्नल बन्ने, तर खोइ हामी हुन सकेनौं। हामी दौडमा फर्स्ट हुने, खेलकुदमा फर्स्ट हुने। हेर्नुस्, खाली खुट्टा, नाङ्गो खुट्टाले दौडिएकी एउटी थरुनी चेलीले राष्ट्रिय खेलकुदमा पदक जितेर देखाइदिन्। आज सयौं खेलाडीहरू मूलवासी छन्। धनीराम चौधरीदेखि सरस्वती चौधरी, केशरी चौधरीसम्मको इतिहास छ। तर हामी ठूलो पदवाला किन बन्न सक्दैनौं? हामी किन सचिव बन्न सक्दैनौं? हामी किन यो देशको आईजीपी बन्न सक्दैनौं? हामी यो देशको चीफ बन्न किन सक्दैनौं? हामी यो देशको प्रधानमन्त्री बन्न किन सक्दैनौं? किन 19% सहभागिता भएको यो समुदाय, थारू समुदायको 19% हैन, 1.9% पनि सरकारी जागिरमा सहभागिता छैन। यो विभेद होइन हो। हामी पढ्छौं, लेख्छौं। हामी सरकारी छात्रवृत्तिमा पढे लेखेका होइनौं। हामीले हाम्रा बाले हड्डी घोटेर 1 क्विन्टल धान बेचेको भरमा च्यातिएको स्कुल ड्रेस लगाएर पढेका हौं। हामी कुनै छात्रवृत्तिबाट स्कलरशिप पाएर अमेरिका, युरोप पढ्न गएका होइनौं। हामी सरकारले खोलेको सरकारी स्कुलमा इमानदारीपूर्वक अध्ययन गरेर त्यहीको कागजी सर्टिफिकेटलाई स्वीकारेका हौं। अनि तपाई सरकारले सञ्चालन गरेको विद्यालयमा इमानदारीतापूर्वक पढ्ने, आफ्ना बाबु बराजुको पसिनाले एकदम कठिएर दिएको बलिदानीबाट 2-4 अक्षरहरू चिन्ने, अनि ऊ नेपाली हुन नपाउने, यो राज्यमा उसको सहभागिता नहुने, हामी सेना पुलिस बन्न नपाउने, हामी सरकारी जागिर खान नपाउने, हाम्रो सहभागिता न्यून रहने, यो शोषणको अन्त्य हुनै पर्छ। र पहिचान सभ्यताको बारेमा म तपाईलाई थोरै कुरा गर्छु। हामीले कहाँनिर विभेद गर्यौं? कर्णाली खस सभ्यताको प्रदेश बनाउनुस्, हामीले विरोध गर्यौं र? तपाईहरुले बनाउनु भयो, हामीले विरोध गरेनौं। हामीले अर्काको प्रदेशको विरोध गरेनौं, केवल आफ्नो पहिचानको माग मात्रै राख्यौं। अहिले पनि समय छ। हामीले ज्वारभाटाको आन्दोलन गर्नुभन्दा पहिले सरकार सच्चियोस् र हामीलाई पहिचान देओस्। आजको लागि धन्यवाद।